Redmi Pad 2 यस्तो भ्यालु फर मनी हुन्छ भनेर तपाईले सोच्नु पनि भएको छैन होला। भिडियो लास्टसम्म हेर्नुस्, तपाईले सबै कुराको इन्फर्मेसन पाउनुहुनेछ। Redmi Pad 2 को बक्स खोल्दाखेरि चाहिँ तपाईले चाहिँ यसमा चाहिँ ट्याब्लेट पाउनुहुन्छ अफ कोर्स। त्यसपछि चाहिँ तपाईले टाइप सी चार्जर पाउनुहुन्छ। त्यसको साथसाथै एउटा USB केबल अनि केही म्यानुअल्सहरु जो चाहिँ कसैले पढ्नेवाला छैन। यसको एकचोटी डिजाइन चाहिँ हेर्नु न, मोटो पनि छैन, फ्ल्याट एजेसहरु छ अनि हातमा लिँदा हाई एन्ड फिल पनि आउँछ। अब कुरा गरौँ यसको बिल्ड क्वालिटी र डिस्प्लेको। यसमा चाहिँ तपाईले 10.95 इन्चको चाहिँ फुल HD प्लस डिस्प्ले पाउन सक्नुहुन्छ। जसमा चाहिँ तपाईले चाहिँ 90 हर्ट्ज को रिफ्रेश रेट पनि पाउन सक्नुहुन्छ। नेटफ्लिक्स हेर्न, युट्युब ब्राउज गर्न चाहिँ एकदमै सजिलो छ। बेजल्स थिन छ अनि ट्याब लाइट पनि छ। ह्यान्डलिङ गर्न चाहिँ एकदमै सजिलो छ। यसमा चाहिँ तपाईले मेटल बडी पाउन सक्नुहुन्छ जसले चाहिँ बजेट ट्याब भन्दा चाहिँ क्लासी लुक्स दिन्छ। अब चाहिँ कुरा गरौँ यसको परफर्मेन्सको बारेमा। Redmi Pad 2 मा चाहिँ Snapdragon 680 प्रोसेसर छ। यो प्रोसेसरले चाहिँ यतिको बजेटमा चाहिँ एकदमै सोलिड परफर्मेन्स दिन्छ। मल्टिटास्किङ गर्दा, लाइट गेमिङ गर्दा कुनै ल्याग हुँदैन। PUBG फ्री फायर पनि प्लेबल छ तर ग्राफिक्स चाहिँ हल्का म्यानेज गर्नुपर्छ। MIUI फर प्याड क्लिन र अप्टिमाइज फिल हुन्छ। एड्सहरु चाहिँ आउँदैन। यसको चाहिँ साउन्ड र ब्याट्रीको कुरा गर्नु पर्दा चाहिँ यसमा चाहिँ क्वाड स्पिकरहरु छ र यसमा चाहिँ डल्बी एटमोस सपोर्ट पनि छ जसले गर्दा चाहिँ तपाईले मुभिज र सिनेमा हेर्दा चाहिँ तपाईलाई चाहिँ छुट्टै भाइब चाहिँ तपाईले पाउन सक्नुहुन्छ। यसमा चाहिँ 8000 mAh को ब्याट्री छ। युट्युब हेर्दा चाहिँ 10-12 घण्टा सजिलै टिक्छ। 18 वाट को फास्ट चार्जिङ क्यापेसिटी छ जसले गर्दा चाहिँ तपाईलाई चाहिँ 2 देखि 3 घण्टामा चाहिँ तपाईको ट्याब चाहिँ फुल चार्ज। अब कुरा गरौँ यसको प्रोस र कोन्सको बारेमा, राम्रो र नराम्रो कुराहरुको बारेमा कुरा गर्नु पर्दा चाहिँ सुरुमा चाहिँ राम्रो कुराहरुबाट सुरु गरौँ। यसमा चाहिँ तपाईले चाहिँ प्रिमियम डिजाइन पाउन सक्नुहुन्छ। हातमा लिँदा पनि एउटा प्रिमियम फिल चाहिँ आउँछ। यसको डिस्प्ले पनि ग्रेड छ हैन, 90 हर्ट्ज भनेको राम्रै हो। अनि यसको ब्याट्री लाइफ पनि राम्रो छ। तपाईले चाहिँ मज्जाले युट्युबहरु, मुभिजहरु चाहिँ मज्जाले नै हेर्न सक्नुहुन्छ। अनि यसमा चाहिँ ब्लोडवेयरहरु चाहिँ खासै छैन। अब यसको नराम्रो पक्षको कुरा गर्नु पर्दा क्यामेरा चाहिँ ओन्ली ओके छ। क्यामेरा चाहिँ खासै राम्रो छैन। तपाईले यसमा यदि फोटो खिचेर हेर्नु भयो भने तपाईले चाहिँ डिसेन्ट फोटोहरु चाहिँ पाउन सक्नुहुन्छ। त्यस्तो राम्रो फोटोहरु चाहिँ खिच्दैन। यतिको प्राइस हेर्दा यसले क्यामेरा पनि अझै थप्दिएको भए चाहिँ यो चाहिँ एकदमै बवाल हुनेवाला थियो। अनि यसमा चाहिँ फिङ्गरप्रिन्ट सेन्सर पनि छैन जुन चाहिँ एउटा नराम्रो कुरा हो हैन। अनि अर्को कुरा चाहिँ के छ भन्दाखेरि हेभी गेमिङ चाहिँ तपाईले गर्न सक्नुहुन्न। PUBG फ्री फायर डिसेन्ट ग्राफिक्समा चाहिँ तपाईले चाहिँ खेल्न सक्नुहुन्छ तर गेमै खेल्छु भनेर चाहिँ तपाईले चाहिँ यसमा चाहिँ खासै राम्रो चाहिँ परफर्मेन्स चाहिँ यसले दिँदैन। अब कुरा गरौँ यो ट्याब तपाईले किन्दा राम्रो हुन्छ कि नराम्रो हुन्छ। अब कुरा गरौँ बजेटको। तपाईसँग यदि 20000 देखि 25000 को रेन्जमा बजेट छ भने तपाईले यस्तो क्वालिटी खोज्दै हुनुहुन्छ भने चाहिँ यो चाहिँ तपाईहरुको लागि किलर डिल हुनेवाला छ। स्टडी गर्नुहुन्छ तपाईले चाहिँ कलेजमा पढ्नुहुन्छ हैन, स्टडीहरु गर्नुहुन्छ, मिडियाहरु धेरै चलाउनुहुन्छ, युट्युबहरु, मुभिजहरुको तपाई शौकिन हुनुहुन्छ, लाइट वर्कहरु गर्नको लागि चाहिँ यो चाहिँ पर्फेक्ट छ। बरु गेमर हुनुहुन्छ, गेमै किन्ने भनेर चाहिँ एउटा ट्याब खोज्दै हुनुहुन्छ भने चाहिँ एकचोटी किन्न भन्दा अगाडि चाहिँ एकचोटी राम्रोसँग सोच्नु होला। किनभने यसमा हेभी गेमिङ चाहिँ इम्पोसिबल नै छ। खेल्न सक्नुहुन्छ, खेल्न सक्नुहुन्न भन्दैन तर तपाईलाई चाहिँ एकदमै धेरै प्रब्लमहरु फेस गरेर चाहिँ तपाईले चाहिँ गेमिङ गर्न पर्ने हुन्छ। यदि तपाई स्टडीहरु गर्नुहुन्छ, लाइट वर्कहरु गर्नुहुन्छ भने चाहिँ यो ट्याब चाहिँ तपाईहरुको लागि। सो यही छ खास भिडियोलाई लाइक गरिदिनुस् र कमेन्ट गरिदिनुस् तपाईलाई यो ट्याब कस्तो लाग्यो, तपाईले यो ट्याब किन्नुहुन्छ कि किन्नुहुन्न र यस्तै जेन्युइन रिभ्यूको लागि चाहिँ च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। सो आई विल सी यु इन द नेक्स्ट भिडियो।